आज चाहिँ इटाहरीको भाटबटनीमा रहेको मोमोज फ्रम हिमालयन्सको मोमोको हजुरहरूलाई रिभ्यू दिन्छु है त। सो हाई एभ्रीबडी, भाटबटनी जाँदाखेरि चाहिँ हामी प्रायः पिपी पिज्जामै जान्छौँ नि त। अनि आज चाहिँ लास्टै भिड थियो क्या त्यहाँ, अनि यहाँ पनि त भिडै थियो। बल्ल बल्ल हामीले चाहिँ सिट पाएको है, यहाँ पनि उता चाहिँ सिटै थिएन, अनि यहाँ चाहिँ बल्ल बल्ल पाएको। अनि यस्तो भिड थियो नि, अनि हामी चाहिँ अर्डर दिएर बसिरहेको छौँ। अनि यहाँ चाहिँ 3टा कुखुरा घुमिरहेका छन् बिचराहरू। अनि हामीलाई चाहिँ कस्तो बोर भयो नि त अब वेट गरेर। अनि नानीले चाहिँ आइसक्रिम खाऊँ न त भन्यो, अनि आइसक्रिम खाउन्जेलमा चाहिँ अर्डर आइसक्छ होला भनेर चाहिँ हामी आइसक्रिम खान थाल्यौँ। तर आइसक्रिम सकिएपछि पनि अर्डर आएन के, त्यस्तो भिड थियो। अनि हामी चाहिँ त हेर्दैछौँ कति बेला आउँछ भनेर। हाम्रो टेबलमा, अनि फाइनल्ली हाम्रो टेबलमा आयो। अनि हाम्रो अर्डर चाहिँ के थियो भन्दाखेरि फर्स्टमा किमा नुडल्स थियो, अनि त्यस पछाडि हाम्रो चिकन मोमो थियो। अनि मलाई किमा नुडल्स नमिठो लाग्ने चाहिँ होइन, मिठो लाग्छ है, त्यही मिठो लागेरै मैले ट्राई गरेको हो। सो फर्स्टमा चाहिँ हामीले किमा नुडल्स ट्राई गऱ्यौँ। 2-3 बाइटसम्म चाहिँ मिठो थियो, तर त्यस पछाडि चाहिँ अलिक टेस्ट कस्तो कस्तो भयो होइन, अमल टाइपको भयो। त्यस्तो खासै मिठो लागेन मलाई चाहिँ, किन आई डोन्ट नो। तर हामीलाई चाहिँ दुवैजनालाई खासै मिठो लाग्यो। अनि मोमो पनि त्यस्तो मिठो थिएन, मिठै थिएन के, साँच्ची भन्नुपर्दा मिठै लागेन मलाई चाहिँ। अनि हजुरहरूको पनि यहाँको एक्सपिरियन्स सेयर गर्नु होला। मलाई चाहिँ यहाँको दुईटै आइटम मिठो लागेन। सो के मिठो पाउँछ त पनि कमेन्ट गर्नु होला। बाई बाई।